धिमी तत्त जुनु तत्त 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 धिमी तत्त जुनु तै तै धी तै ता तै तै धी तै ता तै तै धी तै ता। अब उहाँहरूले भरतनाट्यम नृत्यको नमस्कार गर्दै हुनुहुन्छ। धालाङ्गो ताकादेखो ताकातानी गिनतो तत्त धिमी तत्त जुनु तत्त धिमी तत्त जुनु ताङ। ध्यान श्लोक अब उहाँहरूले चाहिँ ध्यान श्लोक गर्न गइराख्नु भएको छ। ध्यान श्लोकलाई नमस्क्रिया पनि भनिन्छ। यो चाहिँ अभिनय दर्पण ग्रन्थको सबैभन्दा सुरुको श्लोक हो, जसमा चाहिँ शिवको बारेमा चाहिँ वर्णन गरिएको छ। आङ्गिकम भुवनम यस्य वाचिकम सर्ववाङ्मयम आहार्यम चन्द्रतारादि तोम नमः सात्विकम शिवम। यो श्लोकले अभिनयको चारवटा कुरालाई पनि समावेश गरिएको छ भने शिव नै अभिनयको राजा नटराज हुनुहुन्छ नि त, त्यो कुरालाई चाहिँ यो श्लोकबाट अभिव्यक्त गरिएको छ। स्वीकार्नुहोला ध्यान श्लोक नमस्क्रिया। अब उहाँहरूको दोस्रो प्रस्तुति रहेको छ नवरस।